यो चाहिँ मर्निङ भ्यू हो हाम्रो पाङदुवा। अरे उसु लागेको छ के भन्छ तुषार। अहिले कति 5:30 5:35 भएछ। अब हामी लाग्न आँटेकै बाटो चाहिँ यता माथि डाँडा कटेर जानुपर्छ। यो हामी बास बसेको ठाउँ चाहिँ यो हो। यस्तो छ। यो चाहिँ छुर्पी यसरी किच्याउँदो रहेछ ओल्लोको कपडामा हालेर अनि दुध फटाएर त्यसलाई ढ्याप्प खिचिराख्दो रहेछ। अब चाहिँ हामी पोखरी जाँदैछौँ। हाम्रो 1.5-2 घन्टा लाग्छ होला। यो चाहिँ माथि याक र हाम्रो लोकल गाई मिसाएर ठेक्पा ब्रिड के पो भन्छ त्यसलाई त। यस्तो छ भ्यू चाहिँ। लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो हिमाल छुली मनतिर पानी झर्ने पखेरो। फाइनल्ली अहिले चाहिँ हामी पुग्न आँट्यौँ। रेड पान्डा होमस्टे पर देखिँदैछ रातो। अनि त्यहाँदेखि 20 मिनट लाग्छ। हाम्रो एकजना दिदीलाई चाहिँ लिक लागेर गाह्रो पर्यो। ब्यागहरू पनि मैले बोकिदिएको छु। आउँदै हुन्छ बिस्तारै गाह्रो परेर पिन बसेर थेपोखे किन जान्छ त उसको ठाउँ। बच्चा रहेछ यो त। सबै बच्चा रहेछ उनीहरू। हान्छ क्या हो। ल ल आइज भागो त उँभो उँभो। के आयो आउँदैन भाइ गएको। द रेड पान्डा देखेको पोरा चाहिँ त्यो रहेछ है यो साइड। पुगी गयो नि पोखरी त ए भाइ पुगिहाल्यो। हामी चाहिँ फेन्टा लिँदैछौँ। खाना खाएर उकालो चढ्नुपर्छ आधी घन्टा। अब टोलीहरू आउँदैछ। चिया 3 ठाउँ एकछिन 3 ठाउँ बनाइदिनुहोस्। 4 ठाउँ तिमी खान्छ चिया खान्न म 4 ठाउँ चिया 3 ठाउँ दिदीहरू आउँदैन। सादा मात्रै लागेको छ छैन। हुन्छ दाइलाई त पुरा खतरा एउटा गीत उहाँहरू आउनुभयो क्या जो मित्रहरू आउनुभयो क्या होइन होला त्यो 2 जना सिक्किम फेन्टा भन्दा अरू केही नै रहन्छ। फेन्टै हो भने दिनु पर्यो। घाँटी चाहिँ दुख्दैन हौ केटाकेटीहरू घाँटी दुख्दै गर्छ नि खाना नछोड्ने नि। अब यहाँ ठक्क एकछिन भएको भए त दामी हुन्थ्यो। झोलामा लाउने लुगाहरू लानुपर्छ है। त्यसै मिसाउने नमिसाउ पहिला खाऊ। अच्छा दुधै 2 भारी मेकअप चल्दैछ पुरा बज्यो। अहिले चाहिँ अलिक हावाले चिसो हानेर मेरो टाउको पनि दुख्न थालिसक्यो। अहिले चाहिँ पुगिसक्यौँ टिममा कोराकमा। 2 जना चाहिँ अरू चाहिँ मेकअप गर्दै
संरक्षित भने जनताको चित्तको संरक्षणमा जुटौँ। ओके, यो चाहिँ तिम्मक वरक भन्छ लिम्बू भाषामा। सुरुवाती नाम चाहिँ त्यही हो, तर पछिबाट अग्रवंश भएर तिम्बुङ पोखरी गयो। तिम्मक वरक भनेको चाहिँ बन्दुके पोखरी भनेको भन्छन्। अनि पोखरीमा चाहिँ बन्दुक पड्के जस्तो आवाज आउँछ अरे पनि भन्छन्। हेरौँ सुनौँ के कसो छ। फोहोर व्यवस्थापनको लागि यहाँ डस्टबिन राखिदिएको रहेछ। नयाँ रहेछ। त्यहाँदेखि यता तिम्बुङ पोखरी 4340 मिटर पोखरी। यो तिम्बुङ वरक, तिम्बुङ वरक सिक हाइट भने होला त्यो। थोरै थोरै पढ्न आउँछ मलाई पनि। यता चाहिँ मन्दिर रहेछ। बिनु कहाँ गयो? त्रिशुलहरू हनुमानको चित्र खोपेको रहेछ। ए शिवजीको पो रहेछ। बिनु तिम्रै हुँ तिम्रै हुँ। यो ब्यागहरू चाहिँ राख्नु। यहाँ चाहिँ सिलाम सागमा रहेछ लिम्बूहरूको। याक्थुङ लिम्बूहरूको कोदम साग लडेछ। टक्क यस्तो मात्रै छ होइन। अब यताबाट गयो हेरौँ के कस्तो भ्यूहरू देखिन्छ। पानी चाहिँ सबै रहेछ। बिनु के गरेको? सर्वधर्म पाथ। बाफरे त के को झन्डा। आम्मामा यहाँ त के साह्रो हो यो घर त। ठिकठाक राम्रो रहेछ। बोटिङ गर्दा कति आनन्द आउँछ होला है। भिडियो गर्नुपर्छ क्या। मेमोरिज मेमोरी। त्यस्तो घरहरू बनाएको छ। मन्दिरहरू हेरौँ कस्तो छ। के चढाउनु आँट्यो बहिनीले? अरे आज माथि त्यो बोरासम्म आएको रहेछ ढुङ्गा। तल्लोपट्टि र माथिल्लोपट्टि उस्सो आयो। फेरि यत्तिकै फोटै खिच्नु नपाइकन।
फोटो पो खिचिएन त फोटै खिचिएन अनि सुतेर अब कुद्दो रहेछ साँच्चै बाफ्रे यहाँ त पानको पात पो रहेछ मैले देखेकै थिइनँ कराउँदै हुन्छ दिदीहरू पनि अब चाहिँ हामी यहाँ घुमिसक्यौँ अहिले त 4 बजिसकेको छ बेलुकाको र अब चाहिँ हामी बाटो लाग्दैछौँ दिदीहरू लागिसक्नु एकजना चाहिँ बनिँदा ओर्दा केही त रहेन नि फोन छ पावर ब्याङ्क छ यो छ टोपी छ रातो भेस्ट हाल्यो होला अब हामी जान्छौँ कहाँ पुग्छौँ 4, 5, 6 2 घन्टा चाहिँ के रहेछ कहाँ जानु अनि त्यहाँ बसेर भोलिको मात्रै झरै हुने भयो पर्सि मात्रै गाडी चढाइ हुन्छ होला सायद अहिले चाहिँ बिहानको 6 बजिसकेको छ यहाँ पाङदुवा भन्ने ठाउँबाट हामी ठ्याक्कै निस्क्यौँ अहिले अब घरसम्मको यात्रा हो तर आज चाहिँ हामी काली खोलासम्म मात्रै पुग्छौँ होला हिजो घुमेर आएर यहीँ बस्यौँ बेलुका 8 बजी मात्रै आइपुग्यौँ माथि पोखरी घुमिसकेर अनि त्यहाँबाट आज उठेर 6 बजी हिँडेको कहाँ पुग्छौँ आज भोलि चाहिँ सायद घर पुग्छौँ होला हेलो गुड मर्निङ भन्नु न बसेको गुड चाहिँ यही हो गुड प्लस स्टे भिडियो बनाइसकेको बनाउँदैछु खाना कसरी पो रहेछ यहाँ हुँदै कति हो कुन 850 एकदमै 850 सुतेको सायद बस्न पनि रमाइलो चाहिँ रमाइलो छ टक्क टेन्ट लगाएर है बिनु बिरा चाहिँ यहाँ चाहिँ यहाँदेखि जस्तो हिमालय घेरेको छ देखो त यहाँदै खिचिनु पर्ने होला तपाईँ देखिहाल के पर्दैन तर बच्चा होइन होइन मलाई फोटो खिच्दैन भिडियो गर्दै रहेछ गर्यो भिडियोबाट खिच्नु मिल्छ नि त बच्चाहरू रहेछ यहाँ चाहिँ गाईको बच्चाहरू याकको बच्चाहरू गाईको बच्चा फाइनली अहिले चाहिँ हामी यो काली खोलाको अमिरदाईको तल्लो होमस्टेमा आइपुग्यौँ यहाँ होमस्टेको साउन्ड पनि सुतिराख्नु भएको छ मैले के भने गला मलाई त 3-4 दिन भइसक्यो हौ म कहाँबाट साउनी हो अहिले पछि हो त तपाईँ जतिको मान्छे सुतिरहेछन् अब भोलिको गाडीको यात्रा छ 4-5 घन्टा त्यसपछि हामी बजार 2 दिनपछि के भन्छ हौ हाम्रो गाडी हुन्छ
ए भोलि हामीलाई त्यसले नै लाने हो अनि अरू कुरो त्यस्तै हो तपाईँहरू पनि आउनुभयो भने यहाँ बस्न सक्नुहुन्छ यहाँ एउटा छ अनि तलतिर अर्को छ दुईटा छ यहाँ स्टे चाहिँ होइन तलतिर अर्कैको छ भन्नु खोजेको यहाँ प्याक भयो भने त्यहाँ पनि जान्छु होमस्टे यस होमस्टे अनि हाम्रो टोली चाहिँ 5 जनाको थियौँ यहाँ अहिले 4 जना छौँ एकजना दिदी पर हुनुहुन्छ हामी चाहिँ फाइनली हामीलाई कति टाइम लाग्यो थुप्रो लाग्यो हामी 4 बजी यहाँ आइपुग्यौँ अति ढिलो भयो बिहान 6 बजी निक्लेको थियौँ 12 बजीको गाडी पक्रिने भन्छ दिदीहरू तर आई चाहिँ 4 बजी पुग्यौँ केही छैन अब रेस्ट गरेर जानुपर्छ त्यति नै